अनन्त थोरै भए पनि खुसीको खबर। कति दिनदेखि आँसु र पीडामाथि टेकेर प्रार्थना गरिरहेका थियौँ। आज ती सबै प्रार्थनाहरू स्वरूप लिएर एउटा ठुलो चमत्कार बनेर आयो। हाम्रो प्यारी बहिनी जेस्मिस बस्नेतको अनन्त होस फर्किएको छ। आमाको निद्रा हराएका रातहरू, आमाको थामिएका रुदन, दाजुभाइ दिदीबहिनीहरूको टुटिरहेका मन, सबैले आज एकैछिन भए पनि शान्ति मिलेको छ। जेस्मिनको सानो फेरि आश जागेको छ। हामी हार्दैनौँ भन्ने विश्वास अझ बलियो भएको छ। हामी सबैलाई थाहा छ यो चमत्कार सबैको आशीर्वाद, माया, प्रेम र निरन्तर प्रार्थनाको फल हो। कसैले चुपचाप हात जोडेर मनभित्रैबाट प्रार्थना गरे, कसैले रातभरि आँखा बिचाएर जेस्मिनको जीवन शान्त रहोस् भनी कामना गरे। अब पनि यही अनुरोध, जेस्मिन छिट्टै पूर्ण रूपमा निको होस्, उनको उज्यालो मुस्कान फेरि परेली जस्तै चम्कियोस्, उनलाई जीवनले फेरि नयाँ रङ्ग, नयाँ साहस, नयाँ बिहानी दियोस्। सबैजना उनको लागि एकपटक फेरि मन खोलेर प्रार्थना गरिदिनु होला। यदि सानो उमेरमा पनि यदि ठुलो रोगसँग लड्नु परेको छ